एउटै धरती एउटै आकाश एउटै देशमा यो कस्तो त्रास एउटै देशमा दुई किसिमको ज्ञान कसैलाई उन्नति कसैलाई अवसान आँखाभरि सपना तर छैन बाटो मनमा छ आशा तर छैन सहारा किन यो अन्याय किन यो विभेद। सम्माननीय सभामुख महोदय, आज सरकारी विद्यालय पढ्ने भनेको गरिबका छोराछोरीले हो। आज गरिबका छोराछोरी फेरि पनि शिक्षाबाट वञ्चित भएका छन्। चाहे युद्धको नाममा होस्, चाहे विद्यार्थी सङ्गठनको नाममा होस्, चाहे शिक्षक सङ्गठनका नाममा होस्, पटक पटक चाहिँ सरकारी स्कुल बन्द गर्ने जुन यो परम्पराले गर्दा आज गरिबका छोराछोरी पढ्न पाएका छैनन्। धनीका छोराछोरीहरू महँगो स्कुलमा आरामसँग अहिले पनि पढिरहेका छन्। एउटै देशमा शिक्षा जुन नीति नै बन्यो यसले चाहिँ देशलाई सही बाटोमा अगाडि बढाएन। हामीले नेपालको संविधान 2072 लेख्यौँ, त्यसको धारा 31 मा हामीले धारा 31 मा शिक्षा सम्बन्धी हक लेख्यौँ, सबै नागरिकलाई पढ्न पाउने विद्यालय जान पाउने भन्यौँ, तर आज वञ्चित भएका छन्। सरकारले 28 सालमा आएको शिक्षा ऐन पटक पटक व्यवस्था फेरिए, पटक पटक सरकार फेरियो, तर जब एउटा शिक्षा ऐन ल्याउन नसक्ने यो सरकारले यो देश चलाउँछ भन्नु पनि यो अब हामीले दिवा सपना जस्तो भएको छ। त्यो भएको हुनाले सम्माननीय सभामुख महोदय, सरकारले यो हल गरोस् र जसरी विद्यालयमा आज जसरी पार्टीका शिक्षकहरू, पार्टीका विद्यार्थीहरू, पार्टीका तपाईँको कर्मचारीहरू, पार्टीका स्वास्थ्य कर्मीहरू, यो सबै भातृ सङ्गठनहरू यो खारेजै गर्न पर्छ, किनभने सरकारी कर्मचारीले राजनीति गर्ने होइन। त्यो नगर्दासम्म नेपालमा शिक्षा अगाडि बढ्न सक्दैन। र अहिले जसरी पनि शिक्षामा गुणस्तरीयहीन भएको छ, जसरी देशमा आज पनि पुरै शैक्षिक संस्था ठप्प छन्, गरिबका छोराछोरी पढ्न पाएका छैनन्। सम्माननीय सभामुख महोदय, धनीका छोराछोरीका स्कुलहरू बन्द भएका छैनन्। आज ठुल्ठुला महँगा